कस्तो अल्छी लाग्यो मोबाइलमा हेर्ने कुरो पनि केही छैन गर्ने कुरो पनि केही छैन भतिजले घुमाउन लान्छु भन्थ्यो कहाँ गयो छ Hello, Tulbaba. How are you? I'm here. What happened? यत्रो वर्षपछि आएको छु घुमाउन लान्छु भने कहाँ हराएको थिइस् तपाईलाई नि घुमाउन लाने भनेर कार बुक गरेको नि ठिक गरेछ गजब छ ल जाउँ ल जाउँ गाडी घुमाउन लानलाई हो क्या हो गाडी नै बुकिङ गरिछस् अनि 2 मिनेटको बाटो त हो नि ऊ बाउ पनि आउनु भएको छ ए बाउ घुम्न जाने हो घुम्न त लाइस केटो कहाँ लाइस तैले उतै माथि हो कालु बान्डे भन्ने ठाउँमा केमा लाने केमा कारमा खै त कार ऊ ए उसको कुरा नपत्याएको त साँच्चीकै गजबकै कार ल्याएको छ त ओ भाइ जाने चाहिँ कतिजना हो त धेरै जना छैनन् त्यो 6-7 जना छन् ए धेरै त कहाँ रहेछन् जम्मा 6-7 जना त रहेछन् ए आउ छिना तिनजना ल्याउबाटै म चाहिँ कहाँ बस्ने नि भति यसको टेन्सन नगर्नु न मसँग उपाय छ ल ल टिप्पु गेला जाम ओहो गजब जाने हो जाला हो थाहा छैन चुप लाग्नु न जा लगे नि लगिहाल्नु हुन्छ नि हल्ला नगर्नु न कति हल्ला गरेको पुगेपछि थाहा पाइहाल्छ नि फेरि हल्ला गरे अझै पुगेन भने कस्तो ढाडै दुखिसक्यो आउन लागेन धेरै छैन अब 2 मिनेट हो 2 मिनेट भन्दा आउँदा 2 घन्टा हुन लागिसक्यो के हो मलाई त भमिट आउन लागिसक्यो अझै आएन अझै आएन भने अब 2 मिनेट हो धेरै छैन ए मम्मी 2 मिनेट चाहिँ के नेपालको बाहिरको ए हल्ला नगर अहिले बाटोमै झारिदिन्छ फेरि के को खास खुस भतिजोले गजबकै ठाउँ ल्याएको छ आनन्द ठुलबाबा ठाउँ कस्तो लाग्यो त डिक्कीमै बसेर आएको पनि बिर्साउने रहेछ ठाउँ त टुपी भाइ 2 मिनेट लागे पनि ठाउँ चाहिँ रमाइलो रहेछ अघि गाडीमा त देखिन मैले तपाईँलाई कहाँ बसेर आउनुभयो तपाईँ भतिजोले मलाई एकदम स्पेसल ठाउँमा बसाएर ल्यायो नि वाउ भाइ एकदम राम्रो ठाउँ घुमाउनु ल्यायो खुसी लाग्यो जोस् यस्तो राम्रो ठाउँ पनि रहेछ ल भतिज धेरै राम्रो ठाउँ ल्याइस् तर धेरै धेरै धन्यवाद भतिज कसको हो मेरै त हो नि अघि त साह्रै गाह्रो भयो अब त म अगाडि नै बस्छु म चाहिँ कहाँ बस्ने तिमी बस्ने ठाउँ अब म देखाउँछु